सम्पूर्णमा नमस्कार। गणेश कुमार शाह। हिन्दूहरूको महान चाड विजयादशमी, शुभ दीपावली, तिहार, छठ पर्व, नेपाल सम्मत लगायत सम्पूर्ण पर्वहरूको मेरा सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुहुने आफन्तजन, शुभचिन्तक, इष्टमित्रहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुको साथै अहिले देश विषम परिस्थितिमा गुज्रिरहेको छ। माता रानी सबैलाई सद्बुद्धि दियोस् र देशमा शान्ति कायम होस् भनेर सबैलाई फेरि पनि हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु। धन्यवाद, नमस्कार।